Hello everyone. Hello guys. It's my new and first vlog. अहिले हामी छौँ मुम्बई, आखा मुम्बई महाराष्ट्रमा र यो भ्लग बनाउनुको उद्देश्य के हो भन्दाखेरि ज्वाइँले इन्डियामा जोमेटो व्हाट डु यु मिन बाइ कुछ भी के भयो के हो रे व्हाट इज दिस food delivery. Say loudly. Zomato food delivery. Zomato food delivery कसरी गर्छन् हामी मुम्बईमा नेपालीहरू कसरी काम गरिरहेछन् त आखिर इन्डियामा पैसा कमाउनु सजिलो त छ तर कसरी कति मेहनत गर्नुहुन्छ भन्ने कुरा तपाईलाई हामी देखाउने छौं हेर्नु होला मजाले हामी सँगै म सानसानो भ्लग बनाउँछु धेरै लामो बनाउने मान्छे देखाउँछन् ल यो मेरो फर्स्ट भ्लग बनाले आज मैले टिका पनि लगाएको छु झिलिमिली रातो दिन बलिरहेछ सुहा दिदीले चमचम भने जस्तो हेर्नुहोस् त आहा के जरुरतै छैन भने क्या भन्ने अहिले हामी जाँदैछौँ अर्डर लिन यस्तरी हेर्नुहोस् सक्नुहुन्छ यो मुम्बई हो यो मुम्बईको ठाउँ हो हेर्नुहोस् सो नाइस क्वालिटी त्यति राम्रो नभए पनि के गर्ने आफूसँग जस्तो त त्यसैमा रमाउनुपर्छ भन्ने मलाई लाग्छ हेर्नुहोस् यो दृश्य पहिला हाम्रो सानो मौसम लाग्दाखेरि हामी हेर्थ्यौँ अहिले म हल्का अगाडि आइसकेँ मैले क्यामेरा ढिलो गरेको छु हेर्न सक्नुहुन्छ तपाईँ अब क्वालिटीको कुरा गर्दाखेरि अब बारम्बार क्वालिटी आउँछ न तैपनि हेर्नुहोस् तैपनि सानो दृश्य हेऱ्यो भने तपाईँलाई म देखाउन गरिरहेको छु लाइभ भनौँ या म प्रत्यक्ष रूपमा तपाईँलाई भिडियो म गरिरहेको छु आई होप जोइ के भयो जोइ इज भेरी सिरियस पर्सन he is very intelligent man यो हेर्नुहोस् बिना पानीको फुल हाम्रो नेपालमा त्यस्तो पनि हुँदैन ज्वाइँ चाहिँ लोकेसन हेर्दै जाँदै हुनुहुन्छ उहाँ हेर्न सक्नुहुन्छ तपाईँको ज्वाइँको घाँटीमा लड्केको यो लोकेसन उहाँ फास्ट तुफानमा जाँदै हुनुहुन्छ सायद हावालाई अहिले हतार भएको छ अहिलेसम्म हामीले 175 रुपियाँ प्राप्त गरेका छौँ अनलाइनमा जोर जोर से बोल के लोगों को स्कीमें बता दे र उहाँले अहिले 1 घण्टाको अन्तरालमा 175 रुपियाँ प्राप्त गर्नुभएको छ सरी फेरि कस्तो चाहिँ यहाँबाट अर्डर लियो टक्क यहाँबाट उठाउनुहुन्छ उहाँले सामान ल चाहिँ स्माइल खै बड़ा हरामी हो बेटा जहीँ यहाँबाट लिएर अनि कहाँ हो त जानुपर्ने पुर्याउनु पर्ने उहाँ पुर्याउनुहुन्छ तपाईँलाई म देखाउने छु ज्वाइँको अर्डर आइसकेको छ ज्वाइँ कहाँ भी पहुँचाना है ये अभी इधर देना है मार्शन पैराडाइज चलो लेट्स गो समझना पड़ना है बराबर चल आपके देने रहते अरे ज्वाइँ 5 जन गर ज्वाइँ लेके जाओ क्या न 5 गद्दा ज्वाइँ 5 जन गदा भुने दे 5 जन गदा भुने दे तुम पनि 5 गद्दे भए मैले अघि नै देखाउन सकेन किनभने चाहिँ मेरो हातमा थियो ज्वाइँको अर्डर जुन उहाँले लिनु भएको थियो धेरै थियो उहाँले भन्नुभयो अरे जेठो बन्द गरिदिनुहोस् भनेर अनि अब हामी महल आउँदा भया मेरो क्यामेराले राम्रोसँग नटिप्दा भया क्या अद्या भया त क्या गद्या ज्वाइँ यत्रो ठुलो बिल्डिङबाट आएका हुन् मेरा ज्वाइँ आकाश देखिल्ला त छैन तै पनि अर्डर दिएर पूरा ह्यान्डसम भएर गजब बेइज्जती है